Hello guys, welcome to my new vlog. Good morning everyone guys. आज चाहिँ हल्का स्पेसल छ अन्त त्यो भएर यसो बिहान बिहान उठेको कि स्पेसल त के भन्नु चाहिँ भयो नि हल्का मेरो भ्युअर्सहरूलाई चाहिँ आज केही कति गाउँतिर मात्रै डेरा मात्रै भनेर अब गाइजहरूलाई चाहिँ अब हल्का बवाल ठाउँ देखाइदिउँ भनेको ल गाइज अब वहीँ पुगेर वेट गरौँला यहाँ चाहिँ हल्का पानी सानी छ बिहान केही पनि पाउँदैन त्यही भएर ल टेक केयर गाइज अवश्य हामी त्यहाँ सायद कति बेर लाग्छ आफ्नो गन्तव्यमा पुग्न धेरै छैन धेरैमा आधी बाटोसम्म आइसक्यो आधी बाटोसम्म आइसक्यो उपर त गाडी त्यो कुखुरा अल्छी रहेछ यार बल्ल उठ्दैछ यार के हो यति बेलासम्म त अलि नै उठ्नु पर्ने होइन कुखुरा हल्का अल्छी रहेछ त्यही त नि के भएको कुकुर यस्तो छ है गाई यता चाहिँ यताको चाहिँ बबाल भ्यू देखिरह हामी चाहिँ के भयो नि साथी अनि यता साथी अब अलिकति चढ्नुपर्छ भर्याङ मात्र हो नि त नि फेरि ओइ बाबु ओइ भाइ कहाँ जानु लाग्यो त ओइ मेरो भ्लगमा दादाको भ्लगमा आयो भने त अनि नयाँ यसरी एक्युट देखाइदिएर र हामी अब धेरै कदम छैनौँ हाम्रो गन्तव्यमा 5 मिनट अब हिँड्ने त्यसपछि त आइपुग्यौँ हामी आफ्नो यो नि दादाहरूसँग हिँडेर ऊ बाबा हिमाल देखिसक्यो उताबाट ओए अनि अनि त्यही त अनि यस्तो बिहान बिहान वर्थ इट है गाइज दादा अलवेज लकी गाई यता माथिबाट त दादा अलवेज लकी खुला दिसा पिसाब मनाए कस्तो गनायो यार अनि यो सूर्य उद्योदन कहाँबाट हो सूर्य कहाँबाट उदाउँछ माथिबाट देख्छ कि नै हो ठ्याक्कै देख्छ हो यताबाट चाहिँ हिमालय देख्ने हो स्कुलबाट चाहिँ अब धेरै छैन गाइज खाइरहेको यहाँ अनि साथी यताबाट त सर्लङ्गै देख्यो त अनि पछाडि त टर्की हेर न त्यही त यो टर्की हेर न दुईटा यसमा देखेन क्या देखेको छैन रहेछ तर केही छैन म अर्को फोनबाट जुम गरेर बताइदिन्छु गाइज नानी कहिले यताबाट एडभेन्चर अब यहाँबाट एडभेन्चर हुन्छ गाइज अब ओइ म्यान रिक्स त रहेछ यार साथ जाने सुरुमा ल
छेत म त एडभेन्चर गर्ने मन लाग्दैन कि ओइ देखिँदै हँ चढ न साथी चढ्ने झ्याउ हो कि किन टायर गाडी हाल्नु कि खोलिनु पर्छ के हो यस्तो छेत डरै लाग्दो कि आउनुभएछ धन्य एडभेन्चर हानेको मैले दाइ खोल्नु पर्यो धन्य एडभेन्चर हानेको नि मैले एडभेन्चर लालुग्रास बस्या हजुर लालुग्रासमा बस्या लालीगुराँस नि यहाँ यताबाट कुन लालीगुराँस तपाईँहरू भने घरबाट आयो भनेको बस्न त घरमा बसेको कतिजना हो र 2 जना हो र अनि पछि काट्नु ठिकै अहिले काट्नु पर्ने हो ठिकै 2 जना त यहाँ हाम्रो गन्तव्यमा आइसकेको छौँ यहाँ चाहिँ हाम्रो साथी यहाँ हुनुहुन्छ दाइ अनि यता चाहिँ भ्यू यस्तो छ के चप्पल लगाएर गाइज जुत्ता लगाउने चाहिँ होला हतार भयो कि त्यही भएर यहाँबाट हुन्छ अब हाम्रो घाम लाग्न लागेछ स्टार्टिङ अब अहिले सिनेमेटिक हानिदिनुपर्छ कि अहिले यस्तो सर्टमा यसरी गरेर आउनु तपाईँहरूको हिसाबले हो हल्का अलि ढिलो उठ्यो कि हामी त्यही भएर ढिलो भयो कि न त राति आउने प्लानमा थियो अब के थाहा त अब आउँदा आउँदै बिहान हुन्छ भनेर अनि बवाल देखिरहेको नि भ्यू अनि यहाँबाट खतरा देखिनु रहेछ यहाँबाट हिमाल यताबाट सनराइज गाइज ओइ दामी टाइम ल्याप्स हाल्नु छोडिनु पऱ्यो यता कुन यो कुन रे यो ए यिनीहरू सबै ए यो यताको चाहिँ अन्नपूर्ण यो चाहिँ मनासले गाइज कहीँ कुराहरू चाहिँ सिकियो थाहा भयो गणेश माल भन्छ गणेश माल त होइन मनासुलु दामी दामी यहाँ सनराइज हुन्न धेरै टाइम छैन अब यहाँ हाम्रो दाजुभाइ धेरै पछि भेट भएर सेल्फी खिच्दैछ क्या अनि ओए दामी यही टाइम ल्याप्स गर्न छोडिदिएको छु खै कस्तो हुनुहुन्छ अब मैले सेटिङ्स मिलाएको छु अब खै अब कस्तो हेरेको नि होइन कस्तो हुन्छ हानेको रे ओभरटेक रे झिल्याङ हानेको यो कस्तो हुँदै भएन नि कोही यहाँ हल्का कस्तो देखेँ कि तर बवाल देखेछ होला मलाई पनि थाहा छैन लभली गाइज यस यहाँ हाम्रो सनराइज भइसकेको छ गाइज खै यार खै के चिज त नबुझे है के पो हो टाइम ल्याप्सबाट नि सेटिङ्स नमिलेर होला एकछिनमा सिनेमेटिक हुन्छ तर अहिले कस्तो स्काई क्लियर नदेखे है यसमा
बल देखाएको सायद स्क्रिनमा चाहिँ नदेखायो माउन्टेनहरू त बाबाले देखेछ है हाम्रो ब्रेकफास्ट गाइड कसको यादमा त कल पनि याद आयो क्या यसलाई अब ती गीत बजाइदिउँ न झन् डिप्रेसनमा पारिदिउँ न साथी कुन गीत बजाउने यतिर गएँ सेन्टी बजाइदिउँ साथी के सेन्टी भएको के भएको झन् आमा रोयो त यार नरु बाबु साथी के हो सेन्टी भयो नि आँखा चिम्लिरहेको नि के भयो खै रे त्यसो नगर नि ठोले गीत सुने कि नयाँ ओइ भिज्यो यार चिसो भएर त्यस्तै भइरह्यो गीत निजेर खतरा सुने कि नयाँ खै लगाएछ अब चाहिँ हल्का सिनेमेटिक ट्राई गरौँ न अलिअलि यताउता घुमेको गएको बनाउनु पर्ला टक्का होइन अगाडि ढोका खोलेर बनाउँछौँ हाम्रो हिरो of this video a model of this video के भयो खुट्टा यसको ओइ भाइ के भयो तँलाई थुनिदिन्छु रोक न यहीँ बाहिर रोकिदिन्छु तँलाई त मैले ओए दामी आइरहेको नि यहाँबाट त यहाँबाट त हल्का अब भिडियो बनाउनु पऱ्यो क्या गाइज अनि we are going back to home guys a lovely sunrise हेरेर उताबाट नि बाल भ्यू देख्छ कि फेरि यो स्कुलबाट चाहिँ यस्तो के यस्तो सुई हो क्या त्यस्तो चाहिँ पछि सिकेसी गर्नु पर्ला ल कान्छ बाई बाई बवाल भिडियोहरू आउँछ गाइज अब चाहिँ घरतिर जाने गाइज यो चाहिँ हो हाम्रो चितवनको धार्मिक स्थल र अब हामी यताबाट निस्किँदैछौँ घरतर्फ लाग्दैछौँ धार्मिक स्थलबाट साथीहरू हजुरहरू हेर्न सक्नुहुन्छ अनि आए ल ग्याङ फाइट हुनलाई ग्याङ फाइट 2v2 के यहाँ 2v2 गोली जस्तो त खैरेजी साथी दुईजना साथी रहेछ अनि यो चाहिँ माया लाग्दै रुनै लाग्यो अब साथी कसलाई टोकेको यसलाई टोकेको अघि ए साथी यिनीहरू त्यसरी नि हिँड्ने रहेछ कि चल्यो कि हेर न ओइ घामले वाइल्ड पोल्यो यार ओइ दामी टेक्स्चर देखिरहेको तल माथिबाट
लगाइज अब यसो घरतिर जानु पर्यो कति बज्यो बल्ल त 8 बज्न रहेछ घरतिर जानु पर्यो गाइस त्यही अब हामी भ्यू है त हामी अलिकति घाम लागेर चाहिँ क्लियर हुन्छ है यहाँ चाहिँ अब अलिकति भ्यू हेर्न बसेको हामी हाम्रो साथीलाई अब छोड बिदाई गर्दै हो अब घरतिर जानु पर्ला गाइज ल बिहान One eternity later. हेलो गाइज हामी चाहिँ यता अब खाजा खान आएको क्याफे हाम्रो साथी र म यहाँ अनुहार हेर्दैछ यता हिरो छ कि नै भनेर हिरो छ कि नै भनेर अनुहार हेर्दैछ भने होइन लगाइ भित्र छिर्दै चिलमा हात पत्रुमा बाल छैन अब मेन्यु आइसक्यो बाल भएन अब दादालाई अब खाजा मगाउने अब हाम्रो एस्थेटिक क्याफे एस्थेटिक मान्छे तर म हामी चाहिँ अनएस्थेटिक है चप्पल रक्सन चप्पल अन दि टप साथी के मगाउने हो मगाउनु पर्ला गाइज यहाँ अब दादाहरूको अब फिक्स भइसक्यो डिसिजन के खाने रे साथी भन्यो त चिकन सिजर सलाद अनि बर्गर हो बर्गर अनि कफी इज म्यान्डेटोरी कफी कफी अँ निन्द्रा लाग्छ निन्द्रा भएको छ है झन् लगाए एकछिनको लागि ब्रेक अब यहाँ दादाको आइसक्यो यता यहाँ चाहिँ ट्राई हानेर दादाको कफी कस्तो कतिको स्ट्रङ रोग मिनी बर्गर आयो त्यहाँदेखि जिन्दगी कहिले नदेखेको यार यस्तो यार पचाहरू खाने हो क्या साथी यार यस्तो त साथी तल थियो नि मिनी बर्गर के तिनवटा हालेर देखेको थिएँ यहाँ चाहिँ हाम्रो मिनी बर्गर आइसक्यो बच्चाहरूले खाने साथी 1 बाइट च्यालेन्ज हान्नु न 1 बाइट च्यालेन्ज गाइज तर यार मैले नि यस्तो देखेको थिएन यार तर यस्तै हुन्छ यस्तो चाहिँ क्यामेरामा अनि लोकल गाइजहरू मोमो खाने बानी भएपछि यस्तै हुन्छ स्न्याप इज म्यान्डेटोरी ल न दादाले 1 बाइट च्यालेन्ज हान्दै हाल्नु सक्दैन अरे होइन नसक्ने रहेछ यार अलिक माथि गर न माथि टाउदैन ल कति देखेको यार होइन सक्दैन यार सक्दैन रहेछ 2 बाइटमा त इजी होइन बिस्कुट हो कि बर्गर नै म सकेर 2 बाइट सकेन नि सक्दैन सक्छ कि 2 बाइटमा खै त 1 बाइटमा त
आधी पनि खाएन हेर ल सकाइदिउँ दुई होइन खै त घरमा हो चाहिँ सकिन्थ्यो साथी घरमा हो चाहिँ सकिन्थ्यो अलिक एस्थेटिक क्याफेमा आएर चाहिँ अलिकति ल मैले हाल्नु गएको दुई बाटो नहेरौँ त क्यामेरा अफ गर्नु यहाँ दादाको चाहिँ अर्को दामी आइसक्यो के पो हो कति के अरे नामै बिर्से यार जेसुकै होस् मिठो खाना पाइ भइहाल्यो नि स्याहारिदिउँ न साथी अनि पुछ त स्याहारिदिउँ न बाइट हान्नु न उयो के हो यस्तो सुनको छ त्यही त नि ए यो त उ त्यो बुझेँ ल है गाइज बाइट हानिदिउँ न बाइट यतिकै र हानौँ न फोटो खिच्नु लाग्यो यसरी राखिदिन्छु नि फेरि अब दामी छ त यो चाहिँ सस हो जस्तो लाग्यो सस भन्दा नि ग्रेभी टाइपको हो त्यो चाहिँ दामी खाँदा नि जुसी जुसी भयो कि मिठो अलि भित्रको त्यो पाकेको कस्तो लाग्यो सँग चाहिँ योसँग चाहिँ कस्तो लाग्यो जैसे छोडेर यसमा चाहिँ 10मा म 7-8 दिन्छु साथी कति दिने तिमी रिभ्यूमा रिभ्यू किन आफ्नो चोइस हो दिने नदिने दिने मन छैन कि मिठो हो जजै नानी यहाँ चाहिँ जजै नानीले हल्काहरी दिमाग क्यालकुलेट गर्न सकेन अरे मिठो भयो कि के भयो भनेर तर जुसी खायो साथी मुखबाङ हान्नुपर्छ क्या हो तिम्रो घरमा एक दिन मुखबाङ चाहिँ हालिन्छ यो मात्र त सायद उतिले बनाएको जस्तो लाग्यो मसरुमहरू अनि उतिले बनाउँछ कि चाहिँ ल गाइज अब सियु एकछिनमा ल गाइज अब चाहिँ हामी इनफ खाजा खाएर सजिस यता चाहिँ सबजनाले फोटो खिच्छ तर हामी चाहिँ यसो भिडियो खिच्ने यहाँ तिमी मेरो खुसी बनिदेऊ ल गाइज अब चाहिँ घरतिर जाँदै ला अनुहार देखेर ल गाइज थ्याङ्क यू फर वाचिङ आजको लागि यति नै हो गाइज अब नेक्स्ट डे विथ न्यू कन्टेन्ट गाइज टेक केयर बाई बाई गुड नाइट एभ्री वान गाइज पिस आउट